हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम ब्याक टु आवर च्यानल। आज फेरि हामी हाम्रो किचनदेखि उपस्थित भइसकेका छौँ। आज साउन 15, हजुरहरूलाई पनि साउन 15 को धेरै धेरै शुभकामना व्यक्त गर्दै आज हाम्रो किचनमा के पाएको त हामी चाहिँ तपाईहरुले चाहिँ सुरुदेखि अन्तिमसम्म देखाउने छौँ। आशा छ हजुरहरूले भिडियो अन्तिमसम्म हेरिदिनु हुनेछ र हामीलाई साथ दिनुहुनेछ भन्दै भिडियो स्टार्ट गर्छु। अनि मैले चाहिँ यहाँ दुध बसाइसकेँ, यहाँ चाहिँ खिर पकाउन आँटेको दुध बसाइसकेँ। अब यो चाहिँ उम्लिन दिनुपर्छ। अनि यहाँ चाहिँ पाक्दैछ हाम्रो दाल। अनि यहाँ बुने चाहिँ सब्जी काट्दै छ। अनि आज हाम्रो सब्जीमा बन्दैछ करेला र आलु एउटा, अनि अर्को छ मुन्टा। अनि म चाहिँ यहाँ मिलाउँदैछु खिरमा हाल्ने खिर मिक्स। अनि यो मसलाहरू काटेर हाम्रो रातमा र आलु चाहिँ पाक्दैछ, दुधैछ करेला र आलु पाक्दैछ। यहाँ म केलाउँदैछु मुन्टा। अनि यो चाहिँ हाम्रो खिरमा हाल्ने मसला रेडी भयो। हाम्रो चाहिँ दुध उम्ल्यो। अब यसपछि चाहिँ चामल हाल्ने हो। तपाईँहरूले जति चामल हाल्न मन छ त्यति हाल्नु होला। करेला र आलुको सब्जी पनि पाकिसक्यो हाम्रो। खिर पनि यता पाक्दैछ। देखि बाहिर जस्तो हेर्नु न, खिर खाने दिनमा यस्तो ठ्याक्क पानी नै पर्न आँटेको जस्तो छ। खिर पनि मजाले पस्ने भयो खाँदा। हामीले चाहिँ यहाँ माम पनि पकाउन आँटेको, किनभने कसैलाई माम पनि खान मनपर्छ, कसैलाई खिर पनि खानु मनपर्छ। जसलाई जे खान मनपर्छ त्यसले त्यो खाँदा भयो। त्यसको लागि खिर हेर्नु न, खिर क्या पक्ल गर्दै पाक्दैछ। हाम्रो पर्सी र आलु ओइरिसकेको छौँ हामीले। अब पाक्छ, हेर्नु स्वादिष्ट भोजन रेडी हुँदैछ खानको लागि। पाक्न आँटिसकेपछि 1 चम्चा घिउ खिरमा राखिदिनु होला, एकदमै मिठो हुन्छ। हाम्रो खिर यस्तो भइसक्यो, पाक्दैछ। हामीले चाहिँ खिरमा यो खिर मसला हाल्छौँ। अनि यो जाइदानुहरूको मरी सुक्मेलहरूको यो धुलो छ यो हाल्छौँ। अनि यसमा चिनी हाल्छौँ है त। स्वाद अनुसार हाल्न सक्नुहुन्छ। चिनी स्वाद अनुसार तपाईँले हाल्न सक्नुहुन्छ है त। मर मसला हालेको चाहिँ खिरमा बिर्सेछु, हाम्रो चाहिँ यस्तो भयो। अनि अब चिनी चाहिँ तपाईँहरूले स्वाद अनुसार हाल्न सक्नुहुन्छ है त। हाम्रो चाहिँ यहाँ माम पनि पाको, राजमा र आलुको ग्रेभी पाको, करेला र आलु पाकिसक्यो। अब फर्सीको मुन्टा र आलु पनि पाकिसक्यो, फर्सीको मुन्टा र अनि यहाँ खिर पनि पाकिसक्यो है त। अनि यहाँ अचारमा चाहिँ छ हाम्रो खैपी। अस्तिको दिनदेखि थियो हामीले यो एक बट्टा खाइसक्न आँट्यो, यस्तो मिठो बनेको छ। अनि अब चाहिँ आज खिरमा खाने हो। हाम्रो चाहिँ रेडी भइसक्यो, अब हामी खान्छौँ। बुने चाहिँ गर्दैछ धन्दा, मेरो चाहिँ पुस्नु पर्ने छ काम। अब पुसिसकेर भेट्छु है त हजुरहरूलाई। ओके, थ्याङ्क यू एभ्रिवान, थ्याङ्क यू फर वाचिङ आवर भ्लग। हजुरहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। अनि हामी अर्को नेक्स्ट भ्लग अथवा भिडियो लिएर आउनेछौँ। आजको लागि चाहिँ यति नै। लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिदिनु होला। बाई बाई एभ्रिवान।